यो डिएक्सनको कफी माइको भेजी सब कुरो मिक्स गरेर चाहिँ खाइराखिएको छ। गुन्द्रुक निकाल्नु पर्ने छ। डिएक्सनको कफी पिउँदै यो आज बिहानी फेरि यहाँ सागहरू मजाले आइराखेको छ, ठुल्ठुलो भइराखेको छ। अब फेरि यो सागको पनि फेरि गुन्द्रुक लगाउनु पर्ने भइसक्यो। यति ठुल्ठुलो यो अर्ग्यानिक मल लगाएर चाहिँ यस्तो ठुल्ठुलो साग भएको छ। अब यहाँ छ है गुन्द्रुक, आज चाहिँ गुन्द्रुक निकालिन्छ। यो सागहरू फेरि यति ठुल्ठुलो भयो। अर्ग्यानिक मल लगाएर यो अर्ग्यानिक मल बनाउने ड्रमहरू हो। हेर्नुहोस् साथीहरू, यो धनियाँ पनि छरिएको थियो। यति मजाले धनियाँ आएछ यहाँनिर, प्रशस्ति आएको छ धनियाँ पनि। आलुहरू हेर्नुहोस् कति अग्लो भएको छ। सब आलुहरू, यो धनियाँहरू हेर्नुहोस् है, यहाँ धनियाँ खारी कति मजाले धनियाँ आयो। अनि यो सोपहरू, यो सब धनियाँ ब्लकमा पनि आएछ। सोपहरू, सोप पनि मजाले नै आएको रहेछ। यो आलु, यो हिजोअस्ति रोपेको आलु पनि अल्गो अल्गो भइसक्यो। यसरी चाहिँ पुरा माइको भेजी, मजाले माइको भेजी कफीहरू सब कुरो मिक्स गरेर चाहिँ यसरी बिहान बिहानको खाजा नै यही हो हाम्रो चाहिँ। बिहान बिहान यो खाजा यसरी खाँदै अब चाहिँ यहाँ गुन्द्रुक काट्नु पर्ने छ। यो चाहिँ गुन्द्रुक अस्ति बनाएको, अब यो आज चाहिँ काट्नु पर्ने छ। अनि यस्तो छ है, यो चाहिँ माटो एकदम हावाभित्र नछिरोस् भनेर प्लास्टिकमा माटो राखेर सबै बनाउनु पर्छ बिर्को। यो भित्र चाहिँ अब गुन्द्रुक बनियो। मजाले अमिलो बास्ना आउँदैछ, गनाएको होइन बास्ना। यो खानेकुरोको त खासै यो यताउता यो मैलाहरू अलिअलि छ भने पुस्नुपर्छ। अब चाहिँ यो काट्ने ठाउँमा पुऱ्याइन्छ। निकै गरौँ छ है, एक ड्रम। ल अब यो गुन्द्रुकलाई मजाले काटेर चाहिँ आज चाहिँ गुन्द्रुक बनाउनु पर्ने छ। आया हो, पुस्नुपर्छ अलिक मजाले, यो मैलाहरू हुन्छ। ल है साथीहरू, यस्तो गुन्द्रुक चाहिँ यहाँ यसरी काटिन्छ। यो सब मजाले खाँदेर ठोकेर त्यत्रो एउटा चौरीमा सुकाएको गुन्द्रुक अस्ति मैले देखाएको थिएँ। त्यो चौरीभरि यो सुकाएर ओइल्याएर चाहिँ खाँदेको, एक ड्रममै खाँदिसकेको। यति धेरै खाँदिएको छ यहाँ, यति धेरै साग खाँदिएको छ नि गुन्द्रुक बनाउनुको लागि। यसरी एकैचोटि चाना बनाएर पहिला हामीले भुटानमा चाहिँ त्यत्तिकै सुकाइन्थ्यो, लगायो र गुन्द्रुक भएपछि त्यत्तिकै सुकाइन्थ्यो, अनि लामो लामो तानै हुन्थ्यो। अब यहाँ चाहिँ यस्तो मिहिनेत गरिन्छ यो अमेरिकामा। अब मजाले अस्ति यसरी धुइएको छ साग। अब अनि गुन्द्रुक भइसकेपछि पनि यसरी मसिनो बनाएर चाहिँ अनि एकैचोटि सुकाइन्छ। त्यो सुकाएपछि केही भोलिपर्सि काट्नु पनि परेन, यो खानु पनि सजिलो, पकाउनु पनि एकदमै त्यो लामो लामो ताना हुँदैन। यसो गरेर चाहिँ काटेर छोटो छोटो एकदम मसिनो बनाएपछि चाहिँ साह्रै राम्रो हुँदो रहेछ। पछि पकाउनु पनि सजिलो, खानु पनि
त्यो यति लामो लामो ताना हुँदैन। पहिला हामीले चाहिँ यस्तो हुन्थेन नि त, यस्तो सबै ताना तानै हुन्थ्यो, ताना तानै सुकाइन्थ्यो। तर अब यहाँ चाहिँ त्यसो गरिँदैन। एकदम यसलाई मिलाएर मसिनो काटेर मजाले यस्तो हुन्छ। यो गुन्द्रुक मजाले भइसक्यो। अब चाहिँ काटेर सुकाएर अनि प्याक बनाएर राखेर यो एक वर्षलाई नै खानु पुग्छ मजाले अलिअलि। यो सानो सानो पत्ता थिएन, यस्तो गुन्द्रुक लगाएर त्यत्रो कुचिन्दा पनि यत्रो ठुल्ठुलो देखिने भएछ। यो अलिकति चाख्नु पनि पर्ने। यो हाम्रो नेपालीको चाहिँ नेपाली राष्ट्रिय सब्जी भनेर चाहिँ भनिन्छ यो गुन्द्रुकलाई। यो चाखेर पनि हेरौँ, यसो सुँग्दाखेरि चाहिँ एकदम राम्रो, यसको जात सेन्ट चाहिँ मजाको आएको छ। चाखेर पनि हेरौँ है कतिको चाहिँ गुन्द्रुकको यसको जात यसको टेस्ट आएको छ। ए तेरिका साह्रो राम्रो भएछ नि यसको गुन्द्रुकको। यसको जात चाहिँ साह्रै मिठो आएछ है मित्रहरू। ल यस्तो मसिनो यसरी काट्नुपर्छ है। यसरी चाना बनाएर चाहिँ सुकाइयो भने एकदम छिटो सुक्छ पनि र पछि खानुलाई पनि सजिलो, पकाउनुलाई सजिलो, काटिरहनु पर्दैन। अथवा उहाँ चाहिँ एकदम ताना हुन्थ्यो, अहिले यस्तो गरिँदैन। अनि यहाँ चाहिँ काटेर मजाले यहाँ चाहिँ यो प्लास्टिकमा सुकाएर आज दिनभरिमा लगभग मजाले सुक्छ। आज चाहिँ मजाले घाम लाग्ने रहेछ, भोलिदेखि पानी देखाएको रहेछ। हामीहरू यहाँ छिटो गरेर काट्दैछौँ। अब चाहिँ लगभग काटिसकियो। यो चाहिँ काटेर यसरी यहाँ पुरा यसरी सुकाउनु पर्छ। यो चाहिँ मसिनो गरेर चाहिँ काटेकोले गर्दा दुईजनालाई पनि लगभग 8 बजीदेखि सुरु गरेको 10:30 हुन आँटेछ। यत्रो समयसम्म लाग्दाखेरि त अब कति मेहनत गर्नुपर्छ है। यसरी मेहनत गर्दा मात्र अब मजाले हुन्छ, खानु पाइन्छ, खानु सकिन्छ। मेहनत गरेन भने चाहिँ हुँदैन। अहिलेसम्म चाहिँ अब हामीले मेहनत गरिराखेकै छौँ। यो चाहिँ अब उता पर त्यत्रो छ भने अब यहाँनिर पनि यो एक डोल काटिसक्नुलाई लगभग 2-2.5 घन्टै लागेछ। अनि अब यहाँ चाहिँ हामीले यसरी काटेर अब चाहिँ सुकाइसक्यौँ। यहाँ घाम थिएन यो डेकमा। अहिले चाहिँ अब बिहानदेखि काट्न थालेको, अहिले चाहिँ घामै आयो। यहाँनिर घामै आइपुगिन्जेल भयो र यहाँ चाहिँ अब सुकाइसक्यो। अब चाहिँ लगभग काटिसक्यो है।